छोरा ए छोरी फुलमाया कहाँ छौ तिमीहरू यता आऊ त के गर्दै हो तिमीहरू जान ठिक भएर त आज सपिङ जाने ड्याडी यसपालिको दसैँमा त मलाई सुज प्यान्ट र बुट चाहिन्छ अरूलाई मलाई केही थाहा छैन मलाई त पातला चङ्गा र फुटबल चाहिन्छ ल तिमीहरूलाई के के चाहिन्छ म किनिदिन्छु गर फुलमाया तिमीलाई चाहिँ के चाहिन्छ भन न चुप राख्नुहोस् तपाईँ पनि छोराछोरीको अगाडि मलाई त के चाहिन्छ के चाहिन्छ भनेर साध्य चल्छ ल ढिला भइसक्यो हिँड्न चाँडो जानुहोस् न तपाईँ आफ्नै कर्मीले मेकअपै बिग्रिसक्यो हिँड्दै गर्नुहोस् न तपाईँ हतारमा ल हिँड्नु नहोस् चाँडो हिँड्नु हिँड्नुहोस् न हिँड्नुहोस् आफै हतार बुझ्नुहुन्छ अनि मलाई मलाई त मम्मी ड्याडीले 5 वटा चौराहरू किनिदिनु भन्नुहुन्छ ल है म जान्छु घरि गिफ्टलाई दसैँ नै हो कि दसैँ नै हो कालिकामा ए कालिकामा होइन कहाँ गए त्यही गाउँलो लगाइ कि क्या हो एक गिलास पानी लिएर आऊ त ओहो दसैँ पनि आइसक्यो छोराछोरीहरूलाई किन्ने लुगा कपडा र मिठो मसिनो खाने कुरा के हो नि के पैसा सैसा छैन अब के गर्ने होला प्रभु तपाईँ मेरो कुरा त सुन्नुहुन्छ नि दसैँ आयो भने के दसैँ कालिकामा दसैँ होइन क्या दशा भन् दशा दसैँ त त्यो तल्लो घरको भुइँतीहरूलाई मात्रै आउँछ हामी त दशा आउँछ दशा जुन हरेक वर्ष फर्केर आउँछ क्या बुझिस् मान्छेहरू भनेमा कस्तो धुमधामले दसैँ मनाइरहेका छन् तल्लो घरमा हेर्नु त एउटा सिङ्गे खसी ल्याएर काटिरहेका छन् आफूले भने त मासुको मुख नदेख्नु भएको पनि 1 वर्ष भइसक्यो त्यो पहिलो साडी लाएर बस्ने चाहिँ खालिस क्या खालिस चिन्ता नगर कस्तो पुरपुरीलाई जन्मेछु नि भगवान् कस्तो बुवा बुवा हामी सपिङ नजाने पल्लो घरको भुन्टेले त आज गएछ नि भरे आएर के देखाउने भने हा त्यही त नि मलाई पनि चाहिन्छ हो त नि तल घरको सानीलाई कस्तो राम्रो छोरी मलाई चाहिन्छ मलाई पनि चुप लाग पैसा नपैसा टिकट ट्यास के भएको बल्ल बल्ल आउने यस्तो महान चाड दसैँ पनि एउटा चाउ पैसाको अभावमा बिगार्ने तल घरका हेर्नु छोराछोरी हेर्ने आफ्नो छोराछोरीको मन त खल्नु बनाउनु भएन नि हेर्नुहोस् न तर उनीहरूले चाहिँ राम्रो राम्रो लुगा लाएर मिठो मिठो खानेकुरा खाइरहेछन् आफ्नो भने त खप्परै फुट्या रहेछ खान्छ खप्पर फुट्छ अर्कोसँग व्यवहार गर्दैन कहिले साउसँग माग्नुहोस् न जहिले उहाँले पो केही जित सहयोग गर्नुहुन्छ कि पैसा तिर्न सकेन भने चाहिँ क्या बस्छ सुकुम्बासी हुने के भने त तै पनि जानुहोस् न उहाँले पो केही सहयोग गर्नुहुन्छ कि के पनि गइहाल्नु न खै दिइहाल्नुहुन्छ कि त्यतिकैमा गाउँको मुखियाको घरमा फिर्के ऋण माग्न जान्छ कति मजाले थिच न कस्तो यहाँ दुखिरहेछ आफूलाई कस्तो गरौँ भइरहेको थियो राम्ररी अङ्कल तिमीलाई मैले पैसा त्यतिकै दिएको छ है क्या हो कुन मजाले आउँछ यो मजाले कि त्यो मजाले मुखिया बा ल आशीर्वाद लो बिर्खे त आज कति दिनपछि आइस त्यहाँ केही काम छ कि क्या हो अनि मुखिया बा कसैले पनि बाहिरबाट ढोका झट्काउँदैछ परिवारलाई खुसी पार्नै परेको त्यही भएर यसो तालिन्छ कि भनेर पो आएको मुखिया बा दाम त किन नमिल्नु तपाईँ अब आफ्नै मान्छे परि बरु कति चाहियो यसो 1 लाख जति अब त्यस्तो हेर पैसा जस्तो कुरो कागज जस्तो कुरो त्यतिकै त दिन मिलेन त्यो पनि 1 लाख तल्ला धक्काले त्यत्रो खर्च गरेको छन् 1 लाख चाहिँ त्यसो खर्च नगर्नु त्यही पनि दिइहाल्छु गर्न त गर अब त्यतिकै दिन मिलेन हेर 1 लाख जस्तो कुरो म पनि कहाँ लाग्छु मुखिया बा यो त अब दिइहालेँ चाहिन त चाहिँदैन थियो अब के गर्छस् ल चाहिँ उयो भित्र आएर त्यहाँबाट 1 लाख लिएर आयो बेसी पैसा भित्रास् नि
भरोसा लाग्दैन जाँदा फुल उकान होइन मुखिया बा भित्रै च्यानी खान लाग्यो क्या हो होइन खाँदैन यो उयो केटीहरू त इमान्दार छ ल 1 लाख ल्याउँछु है त ल कहाँ लाग्ने अब समयको पुरै भएको छैन समय त अब 6 महिना जस्तो गर्नु न यार अब म 6 महिना दिन्छु तर म समयको एकदम पक्का मान्छे छु फेरि 6 महिना अन्त एक दिन बेच्नु नि घरको सामान बाहिर होला नि फेरि हुँदैन 6 महिना म पैसा दिन नसक्ने जस्तो लाग्छ हुन्छ होइन अब ब्याज चाहिँ कसरी दिन्छस् नि मिलाइदिन्न हामी यसो गरिबलाई ल अरूलाई 25 रुपियाँ 100 गोडा तँ चाहिँ 5 रुपियाँ 100 गोडा ल ल जाए त फेरि पैसा हराउला फेरि दसैँको पैसा म त हालत घरमा पुग्यो त्यतिकैमा धनी परिवारमा दसैँको चहल पहल अत्याधिक बढेको हुन्छ र जुवाको खेल पनि उनीहरू खेलिरहेका हुन्छन् ल बस बस ल जुवा खेलौँ ल सबैजना हेर ल मेरो कलर मैले खाएँ लो 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 हेर मेरो यहाँ बासा ल पैसा ल ल मैले दिँदैन ल बाडा 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 दसैँ मनाउनु पनि जुवाकै लागि जस्तो छ खालि जुवा टिका लाउनु परेन भने साइड गरिसक्यो पहन पक एकछिन रमाइलो त गर्दैथिन् आज म सौबाले नहराइ छोड्दिनँ के दसैँ मनाउनु पनि जुवाकै लागि जस्तो छ खालि जुवा दसैँ भनेको त टिका जमाना लगाएर देवीको पूजा गरेको पर्छ त कति मान्छेहरू जुवाले गर्दा बर्बाद भएका छन् सुन्नु भएन भने छिटो जुवा छोड्नु भने सौबा फुलमायाले भनेको के कसो आजको लागि छोडिदिउँ यसरी चाडबाडको समयमा जुवा खेल्ने यस्तो चलन नराम्रो भन्दै फुलमायाले आफ्नो श्रीमानलाई समर्थन गराउन सफल भए र अब आइन्दा जुवा तास कहिले पनि नखेल्ने भन्ने कुरामा उनीहरू सहमति भएर गए। यस पछाडि अब धनी परिवारमा कसरी दसैँको चहल पहल हुँदैछ त त्यो पनि हेरौँ। काट्ने छोरो काट्ने जाजा बर गएर लिएर हाल टिका लाउनु पनि बेला भइसक्यो जाजा लिएर हाल गाउँका पढे लेखेका शिक्षित महिलाहरू दसैँको बारेमा केही कुरा गर्नका लागि धनी परिवारमा जान्छन्। नमस्ते नमस्ते टिकाको दिन पनि आइसक्यो कस्तो हुनु नि खसी काट्यो जुवा तास खाने त्यसरी त हो नि रमाइलो तपाईँले के कुरा गर्नुभएको चाडबाडको दसैँको बेला पनि गाई खसी काट्ने त्यस दिन त देवीलाई कमरा टिका चढाएर पो रमाइलो गर्नु त तिमी पनि तपाईँहरू पनि आदर्शको कुरा नगर्नुहोस् न। अब दसैँ भने त अब देवी देवतालाई प्रसन्न पारेपछि पो रमाइलो गर्नु नि होइन र देवी देवताहरूलाई बलिदान पशुहरूको बलिदान दिएर हुन्छ त उहाँहरूलाई हामीले सदापाठ गर्नुपर्छ त तपाईँले भनेको पनि ठिकै हो कि कसो फुलमाया हो उहाँहरूले गर्नुभएको कुरा पनि मलाई चित्त बुझ्यो। यसो गरौँ न त बरु अब खसी ससी भन्दा बरु छोरीलाई चाहिँ बजार पठाएर मिठो खानेकुरा र कुपिन्ड लिन पठाइदिउँ कुपिन्ड चढाएर भगवान् प्रसन्न हुन्छ बरु छोरीलाई बोलाएर होइन छोरीलाई पठाउँछु ए छोरी छोरी कहाँको के छ छिटाइज बजार गएर मिठो मिठो खानेकुरा अनि कुपिन्ड लिएर भगवान्लाई चाहिँ चढाउने आज के भयो छोरी पैसा हस् यसरी दसैँको नाउँमा
निर्दोष पशु पक्षीको हत्या गरेर कदापि पनि ईश्वर अर्थात् भगवान खुसी हुनुहुन्न भन्ने कुरामा पनि धनी परिवार सहमत हुनुभयो। यस पछाडि अब फेरि गरिब परिवारले कसरी मनाउँदैछन् त, अर्काको देखासिखी गरेर कसरी आफ्नो दसैँ जस्तो महान पर्व मनाउँदैछन् त, त्यो हेर्न बाँकी नै छ। साने ओ साने ओ काली कहाँ गइछे सबजना? बुवा मलाई के ल्याइदिनु भयो? मलाई छ नि तँलाई तलको च्यान्टे भन्दा तलको भुन्टेको भन्दा राम्रो बल ल्याइदिएछु बल। ए हो बुवा, अनि मलाई चाहिँ के नि? तँलाई त्यसले 10 वटा जग्गा किन्छ नि, मलाई त 20 वटा। अनि हामीलाई चाहिँ के ल्याइदिनु भयो नि? मलाई छ नि तिमीलाई त टल्किनी हाँगर ल्याइदिएछु टल्किनी। अनि छोराछोरीलाई चाहिँ यत्रो मलाई चाहिँ के ल्याइदिनु भयो नि? कस्तो कुरा गर्छौ तिमी पनि? भन्नुहुन्छ छोराछोरीको अगाडि भित्र गएर ब्याग हेरे के छ के त्यो त मेरो लागि। कालीको आमा त्यो टिका लाउने बेला नि भइसकेछ। त्यो टिकाको साधन लिएर आएको छिटो, म पसल गरेर पैसा सालेर आउनु भयो। र दसैँको दिन ठुला बुवा आमाको अर्थात् मान्यजनहरूको आशीर्वाद लिनका लागि तयारी भइरहेको छ। कस्तो राम्रो लुगा, अब होइन जेठीबाट सुरु गर्न पर्यो होइन, मलाई नि आउँछ नि अलिअलि मन्त्र। ओम जयन्ती भद्रकाली मन्दिर बाजेर के भन्नु? भद्रकाली कि गोरी हो? काली हो क्या अरे काली? भद्रकाली काली यसके गोरी छोटे छोरी राम्रोसँग पढ है। लास्ट तँलाई 1 रुपियाँ। ओम जयन्ती भद्रकाली के भएको होस् तँलाई नि जमाना आशिष लियो, राम्रोसँग पढे बल्ल बल्ल यहाँ कमाएको पैसा राम्रोसँग पढेर फेरि आउँछ नि त जयन्ती मङ्गल गाली ल, राम्रोसँग पढेर राम्ररी बस्नु है। आयु जो नसुते घरबाई काहीँ नसुते ओछ्यानमा सुते तर नमुते। तपाईँले आयु जो नसुते बल्ल बल्ल साउबाट बिल ल्याएको पैसा धेरै बिगाए अर्को बस्नु बस। अब ल भान्सा लगा त हामी आउँछौँ ल। अब 1 रुपियाँ अरू पैसा चाहिँ खोइ नि? अरू पैसा ब्याङ्कमा छ। यसरी साहुको घरबाट 6 महिनाको लागि उनीहरूले ऋण ल्याएको हुन्छन् र 6 महिना पछाडि के हुन्छ त त्यो पनि हेर्न बाँकी छ। अब हामी हेर्दै जाउँ 6 महिना पछाडि बिर्खेको घरमा कस्तो अवस्था आउँछ त। आशीर्वाद छ खै पैसो त दिन खोजा हो साउ भाइ, तर अब पैसा मिलेन 1 हप्ता जति समय दिनुहुन्छ। 1 हप्ता 1 दिन पनि दिन अब त भन्छ न भने म समयको पक्का छु भनेर। पैसा छैन र अब 1-2 दिन छोड्यो भइहाल्छ। बिचमा प्यार पारेर कति बोलेको यो मलाई खाने पैसा ल्या। होइन 1 हप्ताको लागि समय थपिदिनुहुन्छ, गरिबमाथि दया गर्नु। मैले त अस्ति भनेको थिएँ झन्, मैले त अस्ति भनेको के न ल म समयको पक्का छु, मलाई त्यो चाहिन्छ ल। ओए जा यसको घरभित्र जे जे सामान छ सबै बाहिर फ्याँक्नु जा। अहिले अहिले तुरुन्त काची काची घरबाट निस्केर हामीलाई माफ गरिदिनुहोस् बुवा, हामीले गर्दा हाम्रो घरै लिएर जानुभयो। हामीले
यस्तो जिद्दी नगरेको भए यस्तो हुने थिएन होला, हामीलाई माफ गरिदिनु। जे हुनु त भइगयो, छोड्यो। अब हामी राम्ररी गरौँ ल, अब त्यस्तो गल्ती गर्नु भएन। यसर्थ यो नाटकले के सन्देश दिएको छ भन्ने कुरा हजुरहरूले बुझ्नुभयो। जसरी अर्को घोडा चढ्यो भनेर झुरी चढ्ने प्रवृत्ति नराम्रो हो, छिमेकीले फसी काट्यो भनेर फसी नै काट्नुपर्छ भन्ने छैन। दसैँ जस्तो यस्तो महान पर्व देवी भगवतीको आराधना गर्ने, भगवानको पूजा प्रसाद ग्रहण गर्ने अवस्थामा अर्को निर्दोष पशु पक्षीहरूलाई हत्या गरेर कदापि पनि देवीहरू भगवतीहरू कहिले पनि खुसी हुनुहुन्न भन्ने कुरा हामीहरूले बुझिसकेका छौँ। र यो दसैँमा जुवातास र बढी रमाइलो गर्ने ठाउँमा आफ्नो सम्पत्ति सखाप हुने गरी अर्थात् जुवातास जस्तो नराम्रो कामहरू गर्नु हुँदैन।